घर निर्माणको क्रममा तपाईले एस्टिमेट गरेको वा योजना गरेको भन्दा बढी खर्च हुने कारणहरू हेरौँ है त। सबैभन्दा पहिलो अनि मुख्य कारण भनेको यदि कुनै कारणवश तपाईले निर्माण गरिरहेको अवस्थामा निर्माण सामग्रीको मूल्यमा वृद्धि हुन पुग्यो भने यसले तपाईको निर्माण खर्च बढ्न जान्छ। यो चाहिँ विशेष गरी यदि केही कारणवश तपाईले चाहिँ काम बीचमै रोक्नु परेको अवस्थामा अथवा तपाईको काम रेगुलर भएन ढिलाइ भइरहेछ भने यस्तो समस्या देखा पर्छ। सँगै यसरी बीचमै काम रोकिँदाखेरि तपाईको लेबर कस्ट पनि बढ्ने हुन्छ जसले गर्दा पनि तपाईको घर निर्माण खर्च बढ्न जान्छ। यसैगरी अर्को कारण भनेको यदि तपाईले काम गरिरहेको अवस्थामा अथवा निर्माण भइरहेको अवस्थामा केही डिजाइनहरुमा परिवर्तन गर्यो भने पनि तपाईको एस्टिमेट गरेको वा योजना गरेको भन्दा बढी खर्च हुन सक्छ। जस्तो मानौ तपाईको घर निर्माणको कार्य चाहिँ अलि धेरै नै बढी भइसकेको छ, काम चाहिँ धेरै भइसकेको छ, तर यदि तपाईले चाहिँ त्यो डिजाइन चाहिँ चित्त बुझेन, तपाई डिजाइन परिवर्तन गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा पनि त्यसले फेरि भत्काएर फेरि डिजाइनहरु परिवर्तन गर्नुपर्ने हुन सक्छ जसले गर्दा पनि तपाईको निर्माण खर्च बढ्न जान्छ। यसैगरी अर्को भनेको तपाईले निर्माण सुरु गर्नु भन्दा अगाडि जुन एस्टिमेट गर्नुहुन्छ त्यो एस्टिमेटको चरणमा तपाईले राम्रोसँग डिटेल एस्टिमेट गर्नु भएन भने यस्तो अवस्थामा पनि तपाईको एक्चुअल कस्ट र तपाईको एस्टिमेटको कस्ट फरक पर्न जान्छ। जस्तो मानौ तपाईले स्क्वायर फिटको आधारमा मात्र तपाईले एस्टिमेट गर्नुभयो अथवा एस्टिमेटिङ एन्ड कस्टिङ सम्बन्धी अलि अनुभव नभएको प्राविधिकबाट तपाईले एस्टिमेट गर्नुभयो भने पनि यस्तो समस्या देखा पर्छ। त्यसैले यदि तपाईले घर निर्माण गर्दै हुनुहुन्छ भने एकदमै सोच विचार गरेर राम्रो कन्सल्टिङ गरेर मात्र घर निर्माणको कार्य सुरु गर्नुहोला।